नमस्ते साथीहरू। आज हामी नरसिंहधाम जाने बाटो देखाउँदैछौँ तपाईहरुलाई। यो चाहिँ ठ्याक्कै सल्यानटारबाट तलतिर लागिसकेपछिको कच्ची बाटो हो। सल्यानटारसम्म चाहिँ राम्रो पिच बाटो नै छ, त्यसपछि तलतिर चाहिँ कच्ची बाटो रहेको छ। बाटो बनिरहेको पनि छ, अब सायद यो पिच हुनेवालामा छ यो बाटो। नरसिंहधाम एउटा प्रसिद्ध मन्दिर हो। यो धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका स्थित सल्यानटारको फेदीमा रहेको छ। यहाँ लाखौँ भक्तजनहरू आउने गर्दछन्। विशेष गरी भारतबाट धेरै भक्तजनहरू आउने गर्दछन्। यो मन्दिरको एकातिरबाट बुढीगण्डकी र अर्कोतिरबाट नेत्रावती नदी बगिरहेको छ। यी दुई नदीहरूको सङ्गम स्थलमा नै विशेष गरेर मेला लाग्ने गर्दछ। यहाँ 1 महिनासम्म मेला लाग्ने भएको छ। जेठ 1 गतेबाट मेला सुरु भइसकेको छ। यो भिडियो चाहिँ हामीले मेला सुरु हुनुभन्दा 1 दिन अगाडि लिएको हो। हामीहरू चाहिँ अब लगभग नरसिंहधाम मन्दिर आइपुग्न लागिसकेका छौँ। बाटोहरू चाहिँ सबै अब ग्राभेल हुन लागिरहेको रहेछ। अब धेरै बेर छैन नरसिंहधाम पुग्नको लागि, थोरै तल मात्र रहेको छ। हामीहरू चाहिँ अहिले नरसिंहधाम मन्दिर आइपुगिसकेका छौँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ मेलाको लागि तयारी गरिरहेको छ। स्टलहरू सबै राख्नको लागि ठाउँ बनाइराख्नु भएको छ। यो तल देखिरहेको गेट चाहिँ नरसिंहधाम मन्दिरको गेट हो। यहाँबाट तलतिर चाहिँ बाटो अलिक बिग्रेको कारणले गर्दा हामीले गाडी लिएर तलतिर जान सकेनौँ। मेला लाग्ने चाहिँ यहाँ तल खोला छ, खोलाको छेउमै मेला लाग्ने गर्दछ भने मन्दिर चाहिँ यहीँ माथि नै रहेको छ।